ल है साथीहरु, फेरि पनि पुत्काको डुँड एउटा थपियो है। यो नयाँ हिजो अस्ति भर्खर ल्याएको, 4 दिन हुँदैछ र मौरी सेतो भएको जस्तो छ र यसलाई पनि म आधुनिकीकरण गर्नेछु र त्यसको भिडियो पनि म तपाईहरुलाई सार्वजनिक गर्नेछु। अस्तिको डुँड चाहिँ यो थियो, यही हो अस्तिको डुँड चाहिँ। यसको चाहिँ मैले आधुनिकीकरण गरेँ, म त्यो पनि सक्सेस भएको छ। त्यसको भिडियो बनाएर म तपाईहरुलाई देखाउने छु। र यो चाहिँ एकदम सानो रहेछ डुँड, हिर्दोक सानो भन्दा पनि सानो रहेछ। यो चाहिँ कुटमेरको रुखमा बसेको रहेछ र यसलाई पनि म आधुनिकीकरण गर्नेछु र यो भित्रको अवस्था के कस्तो छ भरै म भिडियो बनाएर तपाईहरुलाई सार्वजनिक गर्नेछु। ल, मेरो हुक्पा इन्टरटेनमेन्ट युट्युब च्यानल हेर्दै गर्नु होला र सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला र मनमा लागेका कुराहरू प्रतिक्रिया पनि जनाउनु होला कमेन्ट सेक्सनमा गएर। हवस् त, धन्यवाद।